वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा। आज चाहिँ म जान लागेको गाउँमा, यहाँ बेगनास्थल यहाँ होटलमा खाजा खान लाग्यो। अनि त्यही हो के कस्तो हुन्छ अब गाउँको यात्रा कस्तो हुन्छ हजुरहरू हेर्दै गर्नु होला। म यहाँ भिडियो बनाएको छु अनि किन होला भिडियो बजाएको त्यही हो के कस्तो हुन्छ के हुन्छ देखाउने वाला छु। त्यही आज चाहिँ अहिले चाहिँ हामी खाजा खान बसेको त्यही हो। लामा ब्लग्स यहाँ छ है साथीहरू, लामा ब्लग्स देखाउँछु। अहिले चाहिँ मोमो खाँदैछ। अहिले कस्तो छ भन्ने कस्तो छ ठिक छ। हाम्रो उताको भन्दा त उताको मिठाई खाएको गाडी अहिले जाने नि बेला भयो होइन। कति बजी जान्छ गाडी? 4:30 बजी जान्छ गाडी। अनि अहिले चाहिँ यहाँ खाजा खाँदैछौँ। अहिले चाउमिन खाँदै खाना त अहिले फेरि मोमो खाएको यहाँ एकछिन बसेछ। गाउँ किन जानु लाग्यो दाउरा होइन यसलाई त कति राम्रो देखेको यार। लामा ब्लग्सलाई चाहिँ बेगनास्थलको मोमो मिठो लागेन अरे गाइस होइन त। कसको मिठो हुन्छ अरे? थर्बुको मिठो हुन्छ अरे। बुमुरको पाउँदैन यता त म थाहा छैन। त्यही हो हामी खाजा खाँदैछौँ। अब एकछिनमा निस्किन्छौँ। लामा ब्लग्सले हेर्नु त यहाँ यस्तो खाने रे आमा बेलुका सुत्ने बेला खानाको लागि साथै सुत्ने बेला हेर्दै खानाको लागि कति मिठो हुन्छ। कतिको किनिस् यो? 50 100 रुपियाँको त मिठाई मात्रै किने भाइ छ। तपाईँहरूले मेरो भाइलाई चाहिँ यस्तो मिठाईहरू पठाइदिन चाहनुहुन्छ भने कमेन्ट गर्नु ल। फेभरेट हो यसको। यहाँ हामी बेगनास बजारको बसिना फोटोकुली खिचेर बनाएको हामी चाहिँ बेगनास बजारमा छौँ। अहिले चाहिँ हेर्न सक्नुहुन्छ उल्टै गरी चाहिँ मैले हामी चाहिँ बेगनास बजारमा छौँ। पसिना कस्तो अहिले गाडी आइसी गाडीमा जानुपर्छ। यहाँ रुमाल बेगनास बजार गाडी राख्ने चोक पसिना कति आयो। अहिले गाडीमा चढेपछि भेट्नुपर्छ चाहिँ गाडीमा चढिसक्यौँ है। फाइनली गाडी कति प्याक छ हेर्न सक्नुहुन्छ। गाडी कति प्याक छ गाडी। हामी चाहिँ गाडीमा चढिसकेछौँ। अब सर र भ्यू पनि देखाउँछु हेर्दै जानुहोस् होला है। हामी गाडी लास्टै प्याक स्याक गरेर चढ्न पाएन पछि निस्किसक्यौँ। मेरो बल्ल बल्ल हामीले चाहिँ सिट पाएँ है साथीहरू धन्दै। टिकट काटेर सिट पाएँ नत्र उभिएर जानुपर्ने रहेछ। लास्टै प्याक हुँदो रहेछ गाडी चाहिँ हेर्नु सक्नुहुन्छ। हेरेर थाहा पाइसक्नु होला अनि होइन यस्तो प्याक रहेछ कि ल मान्छेहरू उभिनु भयो। बाटोमा क्लिप हेर्नु है भ्यूको क्लिप हेर्दै हिँड्नु है बाटोमा। यस्तो हल्ला छ ब्याग पनि लास्टै छ यस्तो हेर्नुहोस्। घाँसमा जान्छ गाडी औ त कता कता थाहा छैन। यो गाडी त घाँसमा जान्छ भन्दाखेरि मलाई पनि थाहा छैन हो। अहिले कार्ड होइन के भन्छ त्यसलाई बेगनास है। बेगनासबाट हिँडिसकेको छ। मैले चाहिँ हामी उक्लिसकेको छौँ। मान्छे लास्टै प्याक रहेछ कि कस्तो गर्नु भयो। पसिना निस्किरहेको छ। बेगनासबाट हिँडिसकेको छौँ। गएर चाहिँ सागुरो रहेछ बाटो चाहिँ गाडी उता अडाएर आएको त यहाँ रोकियो होइन। भ्यू हेर्दै जानुहोस् कस्तो लाग्छ। भ्यू म टक्क खिच्छु कि खतरा पारामा भ्यू चाहिँ है। यसले मक्स लागेको छ लङ भ्यू यस्तो गर्नु। आज चाहिँ लाज नलाई ब्लग हुनुपर्छ है। लजार काम होइन ब्लगर भएपछि
यो जस्तो काम छैन कि लजाउने भ्लग बनाउन हामी जस्तो हुनुपर्छ भ्लग बनाइहाल्ने जोसुकै जेसुकै भन्नुहोस् भ्लगर भएपछि बनाउनु पर्छ साथीहरू काठबाट पानी निस्कियो है त्यो चाहिँ काठबाट होइन रुपातालमा चाहिँ काठबाट भन्नाले नि त्यो दाउराको ठुटा के ठुटा त्यो ठुलो दाउराको ठुटाबाट निस्किएको रहेछ होइन त्यहाँ चाहिँ पानी खत्रै भाइरल भयो अहिले चाहिँ त्यो टिकटकमा पनि खत्रै भाइरल भइरहेको छ टिकटकमै भाइरल भएको देखिरहेको थिएँ कि कहाँ हो केही थाहा छैन हामी चाहिँ अहिले बसबाट हेरेको अब भनेपछि 15 दिन बाँकी छ कि अब 15-16 दिनपछि यो ठाउँमा आउने छ पछि अब यहाँबाट 2-3 दिनमा चाहिँ हामी घर फर्किन्छ म चाहिँ घर जान्छु त्यहाँबाट फेरि पछि आउनु छ पोखरा काम छ मोल किन्नलाई नभनौँ 15-16 पछि हजुरलाई पछि एकैचोटि भन्छु होइन किन आउने भने काम चाहिँ छ 15-16-17 दिनपछि फेरि आउने यहाँ आउँछ हामी अब 15 दिनपछि हुन्छ कि 16 दिनपछि हुन्छ 17 दिनपछि हुन्छ थाहा होइन फेरि आउँछौँ हामी आज उता माथिबाट देखिन्छ होला है अलिक राम्रो अनि त्यति बेला आउँछ त्यति बेला चाहिँ त्यहीँ पुगेर बनाउने समय त भिडियो फाइनल्ली हामी चाहिँ अहिले स्याक्लुङ घरेडीमा आइपुगेको छौँ एलिसा दिदीको घर जाने बाटोमा हाम्रो यात्रा चाहिँ अहिले चाहिँ हामी यहाँ दिदी घर आइसक्यो होइन बसेर झरेर उक्लिँदैछौँ दिदी उक्लिँदैछ भ्यू हेर्न सक्नुहुन्छ मिठो मकैबारीको ल आज घरबाट एकछिन भेटौँ है ल भ्यू हेर्न सक्नुहुन्छ मजाले हमसपुरको ल हेर्न सक्नुहुन्छ होइन ऊ चाहिँ दिदी घर भयो के अरे ल है आइपुग्यो ल त्यही हो गाइस आज भिडियो यहीँसम्म कस्तो लाग्छ हेरिदिनु होला लाइक सेयर सब्सक्राइब भोलि फेरि अर्को भिडियो आउँछ होइन आज भिडियो यति नै भयो राम्रो लागेको कमेन्ट पनि गरिदिनुहोस् थ्याङ्क्स फर वाचिङ एन्ड बाई बाई नेक्स्ट भिडियोमा भेट्नुपर्छ है त साथीहरू ल